हेलो गुड मर्निङ एभ्रिवान। र आज चाहिँ यस्तो राति बिहानै चिसोमा मैले सामान मगाएको थिएँ नि त सिलगढीबाट। कुटी दाना आइपुगेछ र यहाँ चाहिँ म गाडी निकाल्न आएको। बिहान बिहानै उठ्नु त कस्तो अल्छी हुन्छ नि हौ। हेर्नुहोस् न, कुटी पुरै रित्तो भइसक्यो। स्टोर मेरो डल्लै खाली भइसकेको थियो। अहिले म तपाईँलाई अलिक उज्यालो भएपछि देखाउने छु। गाडी निकालेर टाटा उकालो हाल्नुपर्छ। यहाँ छ टाटा चाहिँ। यो टाटा आइपुग्यो। टाटा चाहिँ हाले उकालो। अब सामान खाली गर्नुपर्ने छ। हेर्नुहोस्, मैले कति राति भिडियो देखाएको थिएँ कि तपाईँहरूलाई। अहिले चाहिँ हामी चाहिँ गाई चाहिँ धोएर आएर हो टक्कै यहाँ दुध लान आँटेको। यहाँ गाडी छ, यहाँ भोलि टाटा छ। यो खाली गर्नुपर्ने चाहिँ मैले अब अस्तिको जस्तै सोचेर हिजो मगाएको थिएँ नि त बेलुका। अनि अलिक ढिलो आउँछ होला भनेको त आज त राति नै नि हौ। अब यति स्टोर डल्लै खाली भइसकेको थियो नि त। यो मात्रै छ, दानाको मात्रै स्टक थियो। अनि अब दुध पुऱ्याएर आएर चाहिँ यो खाली गर्नुपर्ने छ। चाहिँ यसमा लगभग 90 बोरा जस्तो छ। यहाँ देख्दा पनि आइपुग्यो गाई चाहिँ धोएर। अब के गर्नु, खाली गर्नुपर्छ ल। खाली गर्नु, दुध पुऱ्याएर आउँछु। यहाँ हाम्रो गगन भाइ नि छ साँच्ची, त देखाउनै बिर्सेछु भिडियोमा। अब यहाँ यस्तो छ, म चाहिँ दुध पुऱ्याएर आइहाल्ने हो। त्यहाँदेखि चाहिँ दुध पुऱ्याएर आएर चाहिँ खाली गर्नुपर्छ। त्यो ड्राइभरलाई नि हतारै छ अरे। अनि म चाहिँ 7 बजीतिर आइपुग्छ होला भनेको थिएँ। खास मैले अस्ति पहिलादेखि मगाउने गाडी चाहिँ आएन नि त्यसपालि। अर्कै गाडी मगाएको हो। ड्राइभर पनि नयाँ, झन् राति चाहिँ फोन गरेन होला। राति फोन गर्छ जस्तो लागेको थियो, झन् गरेन। आफू यहाँ 8-9 बजीतिर सुतेको हुन्छ अनि 11 बजीतिर फोन गर्छ भैया रस्तै भुल्काया भन्छ नि त कि। अनि सधैँ आउने भने चाहिँ ढुक्क हुन्छ। अनि तर पनि यसले फोन गरेन। अनि फाटक तिनीहरूको फाटक आएर फोन गरेको थियो। त्यो ठिकै हो। आजको अपडेट भन्ने त्यस्तै छ गाइज। 4 बजीतिर उठाइ भयो गाडीले गर्दा। अब खाली गरिदिएर पठाउनु छ। हुन्छ बाई। यहीँदेखि नै ठुलो टाटा हो। हाम्रो डेरी चाहिँ यहाँनिर छ। फाट चाहिँ गुटी बिस्तारै फाट्छ। कुटी चाहिँ फर्स्ट क्लास थियो। कुटी चाहिँ हेर्नु दामी छ, बरामा पनि फाटेको। यता पर यहाँ 1 महिनालाई स्टक। 1 महिनालाई स्टक भइसकेको छ कुटी र दाना।
बनाउँछ बिहान बिहानै बाबा आउनु भएको छैन भोलि के भरे आउनुहुन्छ होला